हाम्रो संस्थालाई त्यो रिस्टेट गर्नु पुनर्स्थापना गर्नु पड्काउन सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त खै त के त च्यालेन्ज गर्नुहोस् ल आजको यो बैठकमा च्यालेन्ज गर्नुहोस् 22 वटाले अहिलेसम्म गरेको यो जति पनि गरिबी छ गैर कानुन सम्बन्धी तपाईँ कानुनमा जानुहोस् तयार छु तपाईले प्रतिपक्ष भनेर यहाँ यो सहर बन्दैन तपाईलाई के च्यालेन्ज दिने ल भन के कुरा के भनिराख्नु भयो म्युजिक उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा मान्छे हिँड्न गाह्रो भयो अब के गर्ने अच्छा मैले न्युरोडलाई माया गर्न नपाउने म चाहिँ तपाईँ देशलाई माया गर्नु न किन न्युरोड मात्रै देशलाई माया गर्नु